हेलो साथीहरु, के छ? हजुरहरु सन्चै हुनुहुन्छ होला? म पनि एकदम सन्चै नै छु है। फेरि पनि स्वागत छ हजुरहरुलाई नयाँ भिडियो, नयाँ ब्लगमा चाहिँ। फेरि पनि ब्लग बनाउनका लागि चाहिँ म आफ्नै कम्पनीको नजिकैको खेतबारीतिर चाहिँ निस्केको छु। पछाडी चाहिँ एकदम हरियाली देख्न सक्नुहुन्छ तपाईहरु। त्यही हो साथीहरु, अहिलेको मौसम चाहिँ एकदम कालो छ के पानी आउला जस्तो छ। सम्म चाहिँ पानी पनि देखाएको थियो, तर पनि अझै आइदिएको कि अब एउटा छोटो ब्लग बनाइदिउँ न त भनेर चाहिँ बाहिर निस्के। सम्म चाहिँ एकदम त्यस्तो गर्मी पनि छैन, चिसो पनि छैन, एकदम शीतल छ के। त्यही भएर चाहिँ बाहिर निस्के। समय पनि पर्याप्त छ के, 2-3 घण्टा बाँकी छ। त्यही भएर चाहिँ निस्के। आशा छ कि हजुरहरुले चाहिँ अन्तिमसम्म चाहिँ भिडियो हेरिदिनुहुन्छ भन्ने चाहिँ आशा राख्दछु। हजुरहरुको सपोर्ट बिना चाहिँ केही पनि हुँदैन हैन। जो कहिले पनि केही गर्न चाहन्छ भने सपोर्ट चाहिन्छ। सपोर्ट बिना चाहिँ त्यो गर्न चाहने मान्छेले मात्रै गरेर चाहिँ केही पनि हुनेवाला चाहिँ छैन। त्यही भएर मलाई पनि सपोर्ट गरिदिनुहोस् भन्न चाहन्छु हजुरहरुलाई हैन। त्यही हो साथीहरु, अब चाहिँ मेरो साथीहरु चाहिँ नाक्सी गर्न गएको छ कि त्यहाँतिर हल्का खोलामा चाहिँ। त्यही भएर म पनि त्यही नाक्सी गरेको ठाउँतिर चाहिँ जाँदै छु। त्यही हो साथीहरु, नयाँ हुनुहुन्छ भने चाहिँ नजिकै सब्स्क्राइब बटन हुन्छ, त्यो बटनलाई पनि थिचिदिनु होला। र यदि गरिसक्नु भएको छ भने चाहिँ लाइक कमेन्ट चाहिँ गर्न नबिर्सनु होला भन्न चाहन्छु साथीहरु। ल यार, अहिले त यो पानी सुकिसकेको छ यार। अस्ति यहीँसम्म पानी थियो कि, यहीँसम्म पानी थियो। अहिले त छैन रहेछ। अहिले उता मात्र रहेछ पानी त। टक्क यहाँ एकजनाले हान्दै रहेछ, यहाँ एकजना हान्दै रहेछ, एकजना चाहिँ पारी रहेछ त्यहाँ। यहाँ हान्दैछ एकजना, जम्मा 3 जना थियो। एकजना चाहिँ मैले देखिएन यहाँ टक्क। ल नाक्सी गर्ने ठाउँ जस्तो क्या। औ ए ल ल ल अप्स कस्तो तरिकाले हान्ने रहेछ कि नाक्सी चाहिँ। सोइ घुमायो होइन। आकाशको पानी आयो साथीहरु। अब टक्क पानी आइसकेपछि चाहिँ अब फर्केर जानुपर्ने रहेछ क्या। ओ झन्डाले क्या पुऱ्यायो यार मैले फेरि। यस्तो छ क्या, हावा चाहिँ सिरसिर चलिरहेछ कि। यहाँ हेर्नु न, हावा चाहिँ कस्तो तरिकाले ल दामी यार। गाउँहरू चाहिँ एकदम दामी तरिकाको भइसकेको रहेछ। ल ल ल दामी तरिकाको भइसकेको रहेछ। एकजना साथी पर यहाँनिर रहेछ, एकजना साथी कति त्यतातिर जाँदैछु। ल हेर्नु न, यो चाहिँ हाम्रोतिर यसलाई चाहिँ के त्यो के को औषधि भन्छ नि, त्यो हाम्रो गाउँतिर हुन्थ्यो कि। यो चाहिँ यहाँ पनि हुने रहेछ कि सेम। त्यस्तै गन्दा चाहिँ एउटा हुन्छ कि बाँच्नु, त्यसको बाँच्नु चाहिँ सेम टु सेम हुन्छ कि। हाम्रो गाउँतिर पनि हुन्थ्यो त्यो पहिला, यता पनि हुने रहेछ है। ल है साथीहरु, यस्तो हावा ल्याइरहेछ यार। अस्तिसम्म चाहिँ यहाँ पानी यतासम्म थियो क्या, यहीँसम्म थियो। अहिले चाहिँ पानी उता पुगिसकेको छ क्या, सुकेर हो कि दबेर हो त्यो चाहिँ थाहा भएन होइन। त्यही हो साथीहरु, अब चाहिँ गाह्रो छ हौ, गाह्रो कोरियामा। अहिलेको मौसम चाहिँ एकदम पानी पर्ला जस्तो भइसक्यो क्या। माथिबाट पानी पर्ला जस्तो भन्दा पनि पानी चाहिँ परिसक्यो, छिटाइसक्यो होइन। टक्क यसको अर्थ चाहिँ बुझेन क्या मैले। रातो झन्डा चाहिँ एकदम लाइनबद्ध रूपमा चाहिँ गाडिएको छ, तर यसको अर्थ चाहिँ मैले बुझिएन। यसको केही अर्थ चाहिँ होला, यसको बिना अर्थ त झुन्डाएको होइन होला टक्क होइन साथीहरु। यसको पनि केही अर्थ चाहिँ होला क्या साथीहरु। ल कि कुनै पार्टीको झन्डा त होइन, हाम्रो नेपालतिर है लगभग माओवादीको पार्टीको झन्डा चाहिँ
मिल्दोजुल्दो हुन्छ नि त नि रातो हुन्छ यसमा खसी आफ्नोबाट चाहिँ बनाउन बाँकी हो कि के हो ल के हो कमेन्ट गर्नु साथीहरू टक्कै म चाहिँ यहाँ अगाडि जाँदैछु ल यस्तो तरिकाले हानेर चाहिँ टक्क त्यहाँबाट सर धेरै टाढा फाल्नुपर्ने छ कि पर्दा नि तानेको गर्नुपर्ने क्या त्यसले घुमाएको गर्नुपर्ने यहाँबाट चाहिँ माछा भएको खण्डमा चाहिँ त्यसलाई खाना आउने रहेछ त्यही भएर चाहिँ ट्याक्कै अल्झिने रहेछ कि त्यही भएर चाहिँ समाउन सकिँदैन चाहिँ नभए चाहिँ खलिवाली खेतीपाती हेर्नु नि यता खोकुमा कस्तो तरिकाले लगाएको छ दामी तरिकाले लगाएको छ खोकुमा चाहिँ हामीले पनि एकखेर चाहिँ यहाँ आएर टिपेर लगेको थियो खोकुमा अप्स त्यस्तो टाढा फालिन्छ यार यसको पनि एउटा तालिम चाहिन्छ कि यसलाई पनि जो कोहीले चाहिँ एकैचोटिमा चाहिँ सिक्न सकिँदैन यस्तो रहेछ यहाँ हावामा कत्रो घुमिरहेको छ यार अर्को चाहिँ घुमेको छैन होइन एउटा मात्र घुमिरहेको छ टक्क यस्तो यार ल म चाहिँ एक्ला भए पनि त निस्किदिएको कि कमलको फुल चाहिँ एकदम अहिले चाहिँ सब मरिसकेको रहेछ अब चाहिँ फेरि नयाँ निस्किने बेला भयो नि त यहाँ चाहिँ सधैँ चाहिँ कोरियन मानिसहरू पनि धेरै हुन्थ्यो कि धेरै मात्रामा लाक्सी खेल्न आउँथ्यो यहाँ तर आज चाहिँ छैन रहेछ आज चाहिँ किनभने मौसममा चाहिँ पानी देखेको छ नि त त्यही भएर पानी आउँछ भन्ने हिसाबले चाहिँ नआएको होला कि मेरो विचारमा हामी चाहिँ यहाँबाट नजिकै के लगभग त्यो डाँडाभन्दा पट्टिएर मात्रै हाम्रो कम्पनी त्यही भएर हामी चाहिँ नजिकै भएर चाहिँ आज पानी आए पनि चाहिँ पुरा कुदेर चाहिँ जान सकिन्छ नि त होइन त्यही भएर चाहिँ आएको ल त्यही माछा परेको खण्डमा चाहिँ मजाले देखाउँथ्यो ल यस्तो टाढा खानुपर्छ कि कोही यो जमिन हो कि खासमा यो जमिन हो कि पानी हो क्या मलाई कन्फ्युज भयो फेरि सायद यो बुलबुले पानी होला कि यो माथि निस्किएको मात्रै होला त्यो झारपात हो तर त्यहाँ गयो भने चाहिँ भित्र पस्न सक्ने सम्भावना हुन्छ होला कि त्यही भएर यहाँ टाढाबाट फालिरहेको छ मलाई चाहिँ अहिले यस्तो वन जङ्गलबाट देख्दाखेरि चाहिँ बाल्यकालको चाहिँ याद आयो कि बाल्यकालमा चाहिँ यस्तो जङ्गलतिर चाहिँ दायाहरूसँग घाँसमा जाने दाउरामा जाने गर्थ्यो नि त होइन छुट्टै किसिमको आनन्द हुन्थ्यो कि त्यतिखेर चाहिँ कहीँ अब त्यस्तै हो कहिलेकाहीँ एकदम तासहरू खेलिन्थ्यो है रमाइलो हुन्थ्यो कि यस्तो जङ्गलतिर चाहिँ लगभग यस्तो बेलुकाको समयमा पनि हामी चाहिँ टक्क उतिखेर चाहिँ हातमा फोन चाहिँ हुँदैन थियो नि त होइन अनि टक्क अगाडि नै सल्लाह गर्ने कता जाने के गर्ने आज चाहिँ भन्ने सल्लाह गरिन्थ्यो अनि गइन्थ्यो कि लास्टै टोलिन्थ्यो कि त्यतिखेर चाहिँ अब आमा बुबाले भनेको कामहरू पनि चाहिँ ठिक समयमा चाहिँ गर्दैन थियो कि त्यतिखेर खालि घुम्न पाएँ डुल्न पाएँ भन्ने हुन्थ्यो कि त्यही भएर बाल्यकाल चाहिँ एकदम रमाइलो तरिकाले बितायो अब चाहिँ त्यो बाल्यकाललाई चाहिँ फर्काएर चाहिँ ल्याउन सकिँदैन होइन त्यो एउटा रिमेम्बर सम्झनामा मात्र हुनेछ त्यही हो साथीहरू म चाहिँ अहिले यस्तो डाँडातिर छु कि लक टक्क ल यो चाहिँ तितेपाती रहेछ होइन यो त यस्तो तितेपातीको मुन्टाहरू पनि खाँदो रहेछ कि यस्तो सब टिपेर कोरियनहरूले चाहिँ सब खाने रहेछ कि मैले चाहिँ पहिलोपटक देखेँ कि यो तितेपाती खाने चाहिँ मलाई थाहा थिएन हाम्रो गाउँतिर चाहिँ यो तितेपातीको चाहिँ त्यो एउटा मर्चा बनाउँदाखेरि चाहिँ युज हुन्थ्यो होइन अरू बेला चाहिँ खासै युज हुँदैन थियो तर यो एकदम चोखो भन्ने विश्वास छ होइन पहिलेदेखि नै यो जस्तै केही गरी भुइँहरू सफा गर्नु पऱ्यो के सफा गर्नु पऱ्यो भने कि यसले चाहिँ पुछिन्थ्यो क्या यसले चाहिँ सफा गरिन्थ्यो किनकि यो चाहिँ एकदम चोखो झारो भनेर चाहिँ होइन तर यहाँ कोरियामा चाहिँ यसलाई टिपेर पनि खाने रहेछ कि मैले पहिलोपटक देखेँ टक्क यहाँ चाहिँ ल अब त्यो जाने कुरो हो कि हावाले गर्दा अरे हामीलाई चाहिँ थाहा छैन होइन हावाले चाहिँ किन भन्दाखेरि चाहिँ मलाई पनि कस्तो लाग्यो भने यो पानी चाहिँ एकदम हावाले छाल हानेको हुँदो रहेछ नि त यस्तो तरिकाले होइन यस्तो तरिकाले चाहिँ छाल हानेको रहेछ त्यही भएर चाहिँ ननिस्किने हो कि भन्ने चाहिँ मलाई शङ्का लाग्यो हावाले गर्दा चाहिँ आउँदैन भन्ने कुरा भइसक्यो त्यही भएर जाने कुरा हुँदैछ म यहाँ टक्क खाजा टक्क यस्तो छ क्या मौसम चाहिँ एकदमै भन्दा पनि पानी पर्ला जस्तै भइसक्यो एकदम कालो न कालो भइसक्यो टक्क खोकुमाको चाहिँ एकदम दामी तरिकाले चाहिँ
खेती गरिने चाहिँ कि यहाँ यस्तो फिनिल प्लास्टिक बिछ्याएपछि चाहिँ अब झारपत्रहरू चाहिँ माथि आउन पाइँदैन त होइन। ल साथीहरू खाजा अब हामी चाहिँ हिँडेको टक्क ल है अब चाहिँ रुमतिर चाहिँ हिँडेको हामी चाहिँ आएन कि हावाले गर्दा चाहिँ टक्क हावाले गर्दा हल्का डिस्टर्ब हानेर के त्यही भएर चाहिँ टक्क जान लागेको भन्दा पनि जाँदै हामी चाहिँ अब यता एकजना गोर्खे चाहिँ पर त्यहाँ पर रहेछ कि पर छ त्यहाँ चाहिँ सायद त्यसले पनि भेट्टाएन होला। यस्तो किरी घुमिरहेको छ यहाँ चाहिँ माथि। ल